गाजल केवल रङ होइन, आँखाको रहस्य हो। जहाँ नजर बोल्छ, शब्दहरू बस मौन हुन्छन्। कान्छीले गाजल लगाउँदा मानौ रात उनकै आँखाभित्र आएर बस्छ र ताराहरू कपालमा झरेर चम्किन्छन्। गाजलले आँखा ठुलो बनाउँछ, तर ठुलो बनाउने कुरा गाजल होइन, आँखाभित्रको भावना हो, जुन कसैलाई हेर्दा अचानक पग्लिन्छ। कहिले कहिले गाजलले आँसु लुकाउँछ अनि भन्छ सबै ठिक छ, तर आँखाले भन्छ मनमा चोट छ। गाजल मनभित्रको कविता जस्तै हो, सेतो अनुहारमा अँध्यारो रेखा तानेर रातको सङ्गीत बनाइदिन्छ। कसैले सोध्छ किन गाजल यति गहिरो? उत्तर सरल छ, आँखा मनको ढोका हो, गाजल त्यो ढोकाको छाया, अनि त्यो छायाले सुन्दरता मात्र होइन, एक किसिमको आत्मविश्वास जन्माउँछ, जसले भन्छ हेरिराख, म आँखाले बोल्न सक्छु। कहिलेकाहीँ गाजलले कुनै कथा बोकेको हुन्छ, पहिलो भेटको झल्को, गाजलको पहिलो बादल र चियाको कप जस्तै नजानेको तातोपन। गाजलको नजर तेज हुन्छ, तर नजरको चोट झनै तेज हुन्छ। कसैलाई माया लाग्दा आँखा गाजल जस्तै गहिरो हुँदै जान्छ। रातभर रोएर उठे पनि गाजल फेरि नयाँ बनाइन्छ, जसले भन्छ मनले हार मानेन, अलि सुन्दर भएर उठ्यो। गाजल शरीरको श्रृङ्गार भने जस्तै देखिन्छ, तर हरेक कोसेली आत्मसम्मानकै छाया हो, जसले भन्छ म आँखा झुकाउँदिन, म नजर उठाउँछु। यही भएर गाजल आँखा मात्र सजाउँदैन, मनको दर्पणलाई बाहिर ल्याइदिन्छ।